धेरैसो मानिसहरूले भन्छन् है त, पत्रिका किन किन्नु, पत्रिका किनेर कामै छैन नि, जति कुराहरू छन् ती सबै कुराहरू मोबाइलमै छन्। हामीले मोबाइलमा हेऱ्यौँ भने सबै कुरा, सबै इन्फर्मेसनहरू हामीले प्राप्त गर्न सक्छौँ र हाम्रो जुन पैसा रहेको छ नि त्यो पैसा त हामीले खुत्रुकेमा हाल्न सक्छौँ नि, पत्रिका किन किन्नु पर्यो? यस्तो तरिकाको विचारहरू चाहिँ विभिन्न व्यक्तिहरू चाहिँ राख्ने गर्छन्। यस्ता कुराहरू उनीहरूले राख्दाखेरि यो कुरा उनीहरू चुकिरहेका हुन्छन् है त। पत्रिका भन्ने कुरा वास्तविक रूपमा भन्नुपर्दा पत्रिका भन्ने कुरा कहिले पनि हराउँदैन। अहिले तपाईँहरूले हेर्न सक्नुहुन्छ है त, अलिकति चेतनाको स्तर उठेका व्यक्तिहरू जसले डिजिटल डिटक्स गर्न चाहन्छन्, मोबाइल टेक्नोलोजीबाट टाढा हुन चाहन्छन् र पुस्तक पढ्न मन पराउँछन् है त। अब पुस्तक पनि जस्तो फर्मेटमा छ नि त्यस्तै फर्मेटमा पत्रिकामा पनि हुन्छ। भन्नुको अर्थ रिडिङ है त। हामीहरूले लिसनिङ र वाचिङ भन्दा पनि रिडिङ मन पराउने व्यक्तिहरू पनि हुन्छन्। ती व्यक्तिहरूले जहिले पनि आफ्नो पहिलो प्राथमिकतामा भनेको लिखित जानकारीलाई राख्ने गरेका हुन्छन् र जो व्यक्ति बुक लभर छ त्यो स्वयं आफैमा पत्रिका लभर पनि हुनसक्छ है त, किनकि उनीहरूलाई लेखेको कुरा पढ्नका लागि सजिलो भइरहेको हुन्छ। र अहिले जति पनि व्यक्तिहरूले चाहिँ पत्रिका पढेर के काम, मोबाइलमै सबै थोक छ नि, मोबाइलमा भिडियोहरू विभिन्न किसिमका आउँछन् भन्छ। तर बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि मोबाइलमा पनि लिखित कन्टेन्टहरू त आउँछ है त, आउँछ लिखित कन्टेन्टहरू आउँछ। तर डिजिटल डिटक्स गर्न चाहन्छन् ती व्यक्तिहरूले जो चाहिँ अलिकति बुद्धिजीवी छन् है त, अलिकति संसार जीवन जगतलाई राम्रोसँग बुझेका छन्, उनीहरू डिजिटल डिटक्स गर्न रुचाउँछन् है त। र पत्रिकाहरू जस्तो कुराहरू चाहिँ नेचरमा बसेर, प्रकृतिमा बसेर आनन्दसँग पढ्न रुचाउँछन्। यस्तो पनि हुनसक्छ कि कुनै ठाउँमा झुकिएर पत्रिका चाहिँ आफूले नचाहँदाखेरि पनि कुनै पनि पसल, कुनै पनि होटल उदि छोडिएको छ पत्रिका, र पत्रिका छोडिएको छ र उनीहरूले चाहिँ यो पत्रिका हामीलाई चाहिँदैन, यो पत्रिका फिर्ता लग्नु हामीलाई चाहिँदैन, मोबाइलमा सबै थोक पाइन्छ भनेर भन्छन् भने उनीहरूले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि पत्रिकाले ग्राहक बढाउँछ। अलिकति ओपन माइन्डेड भएर विचार गर्नुहोस् त, जुन पसलमा पत्रिका छ नि त्यहाँ ग्राहकको सङ्ख्या बढिहाल्छ है त। र जब मान्छेहरू पसलमा आएर पत्रिका पढ्छन् उनीहरूलाई चिया नास्ता खान मन लागिहाल्छ। त्यही कारणले गर्दाखेरि ग्राहकहरूको सङ्ख्या बढ्छ भन्ने कुरा चाहिँ अलिकति चेतना नपुरेका जुन अबुझ व्यक्तिहरू छन् नि उनीहरू चाहिँ पत्रिका चाहिँ कसैले छोडिदियो भने पनि उनीहरूले खुसी भएर राम्रो रहेछ पत्रिका भेटियो भनेर भन्नुभन्दा पनि उनीहरू लडाइँ गर्न खोज्छन् है त, मलाई किन पत्रिका छोडेको। अब उनीहरूले एक दिनमा नै त्यत्रो धेरै पैसा कमाउनु पर्ने हुन्छ है त, धेरै पैसा कमाउनु पर्ने हुन्छ होटल हुँदै, र पत्रिकाको मूल्य भनेको बढीमा 10 रुपियाँ होला, बढीमा 10 रुपियाँ होला। त्यति तिरेर पत्रिका पढ्न पत्रिका एउटा राख्दाखेरि ग्राहकहरू आउँछन्, कस्टमरहरू भेला हुन्छन्, पुरै हराभरा हुन्छ, होटलै हराभरा हुन्छ, पसलै हराभरा हुन्छ भने त्यतिको पनि लोभ गर्ने महालोभी हुनु भनेको चाहिँ एउटा नराम्रो कुरा हो है त। यसले गलत नतिजा चाहिँ सृजना गर्ने काम गर्छ। नियमित पत्रिका पढ्नु भनेको पनि एउटा ह्याबिट हो है त, यो भनेको गुड ह्याबिट हो। र हामीले दिनौँ रूपमा चाहिँ पत्रिका पढ्यौँ र पत्रिकामा चाहिँ राम्रो कन्टेन्टहरू छ है त, मिथ्या खालको कन्टेन्ट छैन, वास्तविक कन्टेन्टहरू छ र मार्ग निर्देशन गर्ने खालको, चेतनाको स्तर बढाउने खालको पत्रिकाहरू छ भने त्यस्तो पत्रिका चाहिँ हामीहरूले पढ्नुपर्छ। र पत्रिकालाई अर्को भाषामा टेक्निकल टर्ममा भन्न सक्छौँ हामीहरूले साइकोलोजिकल आर्किटेक्ट, यानि कि हाम्रो साइकोलोजीलाई चाहिँ दिनौँ रूपमा पत्रिका पढ्दाखेरि चाहिँ न्युरोनको जुन कनेक्सनहरू छ नि त्यो चाहिँ सेपमा जान्छ है त, निश्चित ढाँचामा जान्छ र हामीहरू एउटा जागरुक व्यक्ति भएर उदाउन सक्छौँ। त्यही भएर पत्रिकाले हाम्रो मानसिकतालाई चाहिँ सेप दिने काम गर्छ र मानसिकतालाई सेप दिने क्रममा हामीहरूलाई रियल वर्ल्ड जानकारीहरू दिएर एउटा देशको योग्य जानकार व्यक्तिको रूपमा चाहिँ हामीलाई चाहिँ रूपान्तरण गर्ने काम भनेको चाहिँ पत्रिकाले गर्छ। त्यही भएर हामीले नियमित रूपमा राम्रो पत्रिका है त, राम्रोको पत्रिकाको कुरा गरिरहेको छु, राम्रो सोर्सबाट इन्फर्मेसन आएको र गलत इन्फर्मेसन नआउने खालको पत्रिकाहरू हामीले दिनौँ रूपमा पढ्यौँ भने हामीहरू अवश्य पनि एउटा राम्रो व्यक्ति भएर उदाउँछौँ, जसले गर्दाखेरि भविष्यमा देशको उन्नति हुनसक्छ, देशको विकास हुनसक्छ र देशले काँजुली फेर्न सक्छ। पुरै पत्रिकामा दिनैपछि राम्रो कन्टेन्टहरू आइरहेको छ, जहिले रोचक कुराहरू आइरहेको छ, रमाइलो विषयहरू आइरहेको छ र मान्छेहरूलाई चाहिँ मार्ग निर्देशन गर्ने, मान्छेहरूको चेतनाको स्तर बढाउने, मान्छेहरूलाई जागरुक गर्ने खालको कन्टेन्टहरू चाहिँ जहिले पत्रिकामा आइरहेको छ भने त्यो पत्रिकालाई ग्राहकहरूले कहिले पनि फ्याँक्दैनन्, त्यो पत्रिकालाई ग्राहकहरूले चटपटे दोकानमा राख्दैनन्। उनीहरूले त्यो पत्रिकाको एक एक पानाहरूलाई जतनसाथ धुलो पनि नपस्ने गरी सुरक्षितसँग राख्छन् र फेरि फर्किएर रिभिजिट गरिरहन्छन्। त्यही भएर राम्रो पत्रिका यस्तो बनाउनु पर्यो है त, यस्तो पत्रिका बनाउनु पर्यो जुन पत्रिकाको पुराना
पुराना भागहरू है त पुराना श्रृङ्खलाहरूलाई पनि उनीहरूले जतन साथ राख्न मन लागोस्, पढौँ लागोस्, एकचोटि पढ्दा मात्रै नभएर बारम्बार पढिरहन मन लागोस् र कुनै कुनै विषयहरू चाहिँ कापीमा नोट गरेर टिप्न पनि मन लागोस् है त। पत्रिका आउने बित्तिकै साइडमा पत्रिका राखेर एउटा कपी बोकेर टिप्न मन लागोस्, त्यस्तो राम्रो खालको पत्रिका बनाउन सक्यो भने चाहिँ अवश्य पनि हामीहरूले जुन डुब्न आँटेको छ पत्रिकाको अहिलेको नयाँ युगमा चाहिँ पत्रिका अलिकति घटिरहेको देख्न सक्छौँ। हामीहरू पत्रिकाप्रति रुचि मान्छेहरूको हराइरहेको छ, टेक्नोलोजीतिर सिफ्ट भइरहेको छ। तर आशा छ है त, आशा छ उनीहरू पनि कुनै दिन चेतनाको स्तर बढ्नेछ र डिजिटल डिटक्स गर्ने र विभिन्न किसिमका फाइदाहरू, नयाँ किसिमका आयामहरू उनीहरूले भेटेपछि पक्कै पनि पत्रिका नै ठिक हो भनेर फेरि नयाँ जेनजी पुस्ताहरू, जेन अल्फा पुस्ताहरू चाहिँ फेरि पत्रिकातिर आउँछन् भन्ने चाहिँ ठुलो आशाको केन्द्र रहेको छ र यो भविष्यवाणी सत्य पनि हुनसक्छ। मानिसहरूलाई चटपटे मनपर्छ, मानिसहरूलाई क्वाटी मनपर्छ। किन यसको पछाडिको विज्ञान के हो भनेर खोतल्दै जाँदाखेरि धेरै कुराहरू चाहिँ मिक्स गरेको कुरा छ नि। जे कुरामा चाहिँ धेरै कुराहरू मिक्स गरिन्छ नि त्यो सबैभन्दा बढी मान्छेहरूले रुचाउँछन्। त्यही यही कन्सेप्ट चाहिँ यही सेम प्रिन्सिपल जुन चटपटे बनाउनका लागि लागू गरिन्छ त्यही प्रिन्सिपल हामीले पत्रिकामा पनि प्रयोग गर्न सक्यौँ है त। पत्रिकामा पनि हामीले के गर्न सक्यौँ, सूचनाहरू दिन सक्यौँ, विभिन्न किसिमका ज्ञानहरू दिन सक्यौँ है त, विभिन्न एस्पेक्टका ज्ञानहरू दिन सक्यौँ, विभिन्न क्षेत्रका मनोरञ्जनात्मक सूचनाहरू दिन सक्यौँ। यस्ता विभिन्न कुराहरू हामीले समेटेर चाहिँ पत्रिकालाई चटपटे जस्तो बनायौँ भने मान्छेहरूलाई पढ्न पनि पढौँ लाग्छ र हामीहरूले चाहिँ प्रत्येक दिन के कस्तो समाचार आउन आँटेको छ, के कस्तो सूचनाहरू आउन आँटेको छ भन्ने कुरा चाहिँ हामीले अगाडिदेखि नै जानकारी नदिकन अलिकति सस्पेन्स तरिकाले हामीहरूले राख्यौँ भने पनि भोलि कस्तो न्युज आउला, भोलि कस्तो न्युज आउला, कस्तो पत्रिका आउला भनेर मान्छेहरू अगाडिदेखि नै मेन्टली प्रिपेयर हुन्छन् है त। र जब उनीहरूले पत्रिकामा नयाँ सामग्री भेट्छन् उनीहरूको डोपामिन केमिकल एकैचोटि रिलिज हुन्छ। त्यही भएर हामीहरूले यस्तो खालको पत्रिका बनाउनु पर्यो, यस्तो खालको बहुआयामिक कुराहरूलाई समेटेर एउटा राम्रो पत्रिका बनाउनु पर्छ, जसो गर्दाखेरि चाहिँ अहिलेका नयाँ पुस्ताहरू लगायत पुराना पिँढीहरू सबैजनाले पत्रिकालाई मन पराउनेछन् र फेरि पत्रिका मैदानमा आउनेछ र सबैको जीवन स्तरलाई उच्च बनाउनेछ, सबैको जीवन स्तरलाई सुधार्नेछ। हस् त, आजको लागि यति नै। आशा तपाईँले आजको यस एपिसोडबाट पत्रिकाको कति धेरै महत्त्व छ भन्ने कुरा चाहिँ अलिकति सोच्न लायक बनाएँ होला मैले भन्ने लागेको छ मलाई है त। यो भिडियो हेरेकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।